हस्पिटलमा चाहिँ साउने सङ्क्रान्ति भइरहेछ। मिसेस पुनम थापा मगर यहाँ हस्पिटलमा मेहन्दी सिक्न आएको अहिले चाहिँ प्र्याक्टिकल हो है। थ्योरी बाँकी नै छ। यहाँ के बनाउने हो? गाईको पानको पात बनाउने गाईको चित्र बनाउने। पछाडि चाहिँ घडी बनाउने। यहाँ घडी बनाउने, यहाँ चिया खाने, एउटा तँलाई एउटा मलाई चिया खाने कप बना, घडी औँठी बनाउने। यहाँ के बनाउने रे? गाईको नाम लेखिदिनु न। गाईको चित्र खाली भएको ठाउँमा राष्ट्रिय गान, राष्ट्रिय गाई जनावर गाईको नभए लालीगुराँस बनाउनु। लालीगुराँस बनाउन आएको तेरो के भन्छ हौ? पहिला पिउरे दला लततै लततै बनाएर पततै बनाएर। हेलो गाइस, सोनेन पानी निर बसेर बेड नम्बर 104 40 मात्रै रहेछ। 40 ओके ऊ पानको बातै बनाउनु थाल्यो। यता यता स्टार बनाउनु न। स्यातीको पानको पात के हो? आउनै मान्दैन त। पहिला म त्यस्तो राम्रो मेहन्दी बनाउने मान्छे हो, अहिले त के हो मेहन्दी नराम्रो परेछ हौ। डुप्लिकेट मेहन्दी भयो। मेहन्दी नराम्रो परेछ कि क्या हो गाई? त्यसपछि यहाँ के लिनु? भेनाको नाम दिनु कि मिस्टर पुनम। मिस्टर पुनम मिसेस। अनि यहाँ चाहिँ के आउँछ? यस्तो हुन्थ्यो नि। यसो यता हो कि यता हो कि यता हो? यता हो कि लक परे थाहा यसलाई। यता अब यताबाट पनि यतै हो माथि। ल सेक्रेट तरिकाले चाहिँ तन्तरीको नाम रिभिल भएको छ है। कीबाट आउँछ चाहिँ मिस्टर पुनम थापा। तन्तरी अब भैँसीको गोबर ला जस्तो भयो कि त्यो त राम्रो भयो। अब यहाँ के बनाउने? झन्डा बनाउनु। एउटा त हामी नेपालमा बसेर ओए झन्डा बनाएर के बनायो? यस्तो त्रिकोणको पो हुन्छ त झन्डा त गाई। यहाँ झन्डाको डाँडी झन्डा पनि बुढाको नाम जस्तै भयो मेरो त। होइन, तपाईँको हातले बी लेखिरहेको हो, अनि तपाईँले चाहिँ मुखले झन्डा भने मात्रै हो कि मनले चाहिँ बी लेखेको। झन्डै बनायो लास्टमा डन्डा डिपर डन्डा झन्डा डन्डा। अब यहाँ खाली भयो त। अब यता छोरा छोरीको नाम लेख्ने, बहिनी भाइहरूको नाम, आफ्नै नाम फुल्ली लेखिदिनु। भाइ बहिनीको नाम लेख्ने हो कि छोरा छोरी भाइ बहिनी। राख तँ त 1 घन्टा